लाज शरम धरम सबै बेची खाएपछि मान्छे बौलाउँछ भन्थे। आज नेकपा एमालेको 11औं महाधिवेशन रे। यसो लाइभमा गएर लाइभ टेलिकास्ट हेरेका थिएँ क्या। उहाँ हाम्रा किनिबा त अब 1-1-11 भनेको के हो, एक भएर हामी जुट्नुपर्छ, हाम्रो देश बचाउनुपर्छ, हाम्रो संविधान बचाउनुपर्छ, हामी सबै एक भएर जुट्नुपर्छ। अब हाम्रा नेपालमा चाहिँ चमत्कार ल्याउनुपर्छ भनेर भाषण गर्दै गरे। यसो हेरेँ अनि मलाई पनि भिडियो बनाउन मन लाग्यो। होइन केपी बा 21 वर्षसम्म चाहिँ के चाहिँ गर्यौ क्या? हामी मजदुर गरिब किसानको लागि अहिलेसम्म उपलब्धि भनेको तिम्रै झोले भरौटे दलेले 18 वर्ष पुगेको नाबालक खाने खेल्ने उफ्रिने बेलामा हातमा पासपोर्ट थमाएर साउदी कतार दुबई ओमान पठाउने अनि हाम्रो देशका कल कारखाना रोजगारीका क्षेत्र बन्द गर्ने त तिमीहरू नै हौ क्यारे। अनि केका लागि एक भएर जुट्ने हो र? हामी नेपाली कतिसम्म बेकुफ हुने हो? 21 वर्षसम्म त तिमीहरूकै भाषण सुनेर तिमीहरूकै शासनमा चलेर तिमीहरूले जे भन्यो त्यसैमा लुकुर इसारामै चले त सबैजना। होइन 21-22 वर्ष भयो एमाले काङ्ग्रेस यो माओवादीले चलाएको 62-63मा के नै गर्ला गरिब मजदुरको लागि। अब त यो माओवादी आयो, अब त हाम्रो लागि केही राम्रो होला, केही त हामीले पनि राहत पाउँला भनेर मक्ख पर्यो। होइन 21-22 वर्षसम्म त न माओवादीले गर्यो न एमाले गर्यो न नेपाली काङ्ग्रेसले गर्यो। हामी गरिब मजदुर किसानलाई त हामीलाई त अझ खुन चुस्दै धमिराले के अरे रुखमा धोद्रो बनाए जस्तो जनता त सकिसक्यो। आफ्नो त्यहाँ सेटिङमा कहिले एमालेको कहिले काङ्ग्रेसको कहिले माओवादीको आफै प्रधानमन्त्री आफ्नै झोले भरौटे आफ्नै आफन्त के अरे माओवादीका त झन् छोरा छोरी नाति नातिना ज्वाइँ सबै युरोप अमेरिकातिर घर किनेर राखेका छन्। अनि हाम्रो गरिबको लागि के गर्छु भनेर उफ्या हो कुनी? बुढाहाडा हो। अब तिमीहरूको दिन पनि कति नै छ भने क्या? लाज शरम धरम त वास्तवमा भन्ने कुरा त तिमीहरूले त सबै बेचेरै खायौ क्या। हुन त धर्मको विरोध म नगर्ने मान्छे होइन। नेपाल जस्तो यत्रो पवित्र भूमिमा चाहिँ म जन्मेको मान्छे, भगवान् छन्, भगवान्को चाहिँ आस्थामा बस्ने मान्छे। हामी सारा नेपाली नै सायद त्यही नै होला होइन। 25% अन्य धर्ममा हुनुहुन्छ होला, तर 75% त हामी बाबुबाजे जिजुबाजेले मानेर आएको होइन। बाबा हामीलाई स्वतन्त्र हाम्रो त के अरे यो 21औं शताब्दीमा बोल्न पाउने अधिकार छ, यो छ त्यो छ वहाँ छ त्यहाँ छ भनेर भाषणमा त दिन्छौँ। हामी गरिबका लागि लडेको हौँ, गरिब मजदुर किसानका लागि हामी यो गर्छौँ त्यो गर्छौँ भने के चाहिँ गर्यौ क्या? के चाहिँ गर्यौ त क्या? भएका हाम्रा कलिला लालाबालालाई अर्काको देशतिर तिमीहरूकै झोले भरौटेले बेचिसके। अब तिमीहरूको हातमा टन्न अरबौँका चाहिँ महल करोडौँका चाहिँ गाडी तिमीहरू नै चढ्ने, हामी सधैँ भारी बोकेर 2 छाक खान नपाउने। अनि के चाहिँ गरिब किसान मजदुरका लागि गर्यो? शिक्षा स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा हाम्रो देशमा वञ्चित छौँ हामी गरिब जनता किसान मजदुरहरू। अब हुने खानेले त ल ठिक छ प्राइभेट सेक्टरमा टन्न पैसा दिएर पढाउला। तपाईँलाई त्यही एउटा सरकारी स्कुल पढ्नु पर्यो भने पनि किताब कापी भर्ना फी एक्जाम फी त्यहाँ क्यान्टिनमा भात खाने त्यहाँको सबै कुराहरू गर्दाखेरि हामीले वर्ष दिन कमाएको चाहिँ त्यही शिक्षामा चाहिँ हामीले लगेर चाहिँ फाल्नुपर्ने बाध्यता छ। स्वास्थ्य जस्तो क्षेत्रमा एउटा सिटामोल खान नपाएर हाम्रो देशमा हाम्रो नेपालमा गरिब मजदुर किसान मर्नु परिरहेछ। शिक्षा स्वास्थ्य जस्तो संवेदनशील क्षेत्र त तिमीहरूले
सुधार गर्न सकेनौ भने नेपाल चाहिँ के सुधार गर्न सक्छौ? तिमीहरूबाट आश चाहिँ के गर्ने भने क्या? हुन त अब पुरानाबाट त आश एउटा केही पनि थिएन। आश मरेर त्यसै पनि निराशमा मरेको लासले के बोल्नुपर्छ र भनेर हामी चुपचाप लागेर बसेका छौँ। अब यो ज्यानजीको आन्दोलन पछाडि अब केही आशा जागेको थियो। अब केही होला नि त, अब त कमसेकम देशको परिवर्तन होला, देशको मुहार फेरेला। अब पढे लेखेका भनौँ न युवा आउलान्, अब त देशले पनि कुनै निकास पाउला भनेर। अब त अहिलेका त पढे लेखेका जेनेरेसन छन् होइन, अहिलेको टेक्नोलोजी हिसाबले चाहिँ उनीहरू चल्न सक्छन्, हाम्रो पनि दिन आउला नि भनेर मक्ख पर्यो। लास्टमा गएर त अब हजुरबाउलाई चाहिँ लखेटेर हजुरआमा, त्यो खुट्टा टेक्न नसक्ने हजुरआमालाई ल्याएर थन्क्याइदिए। लास्टमा गएर त हिजो अस्ति के एउटा सम्झौता भयो। मेरो जेठो छोरा, मेरो कान्छो छोरा होइन, छोरा नाति पलाती झोले झ्याम्टे बात थियो भने त त्यही के अरे प्रचण्डे माधवे केपी शेरे भाउजू राखेको भइहाल्थ्यो नि। त्यो छोरा छोरी नाति नातिनाको लागि गर्ने भने त समग्र रूपमा नेपाली जनता, अहिलेका यङ जेनेरेसन, अहिलेका युवाहरूको लागि चाहिँ के गरौँ, यही देशमा चाहिँ बसेर रोजगारी पाऊँ भन्ने हिसाबले लड्या होइन र। यिनीहरूका चाहिँ शासन, यिनीहरूका चाहिँ भाषण, यिनीहरूले चाहिँ गरेका गतिविधिदेखि वाक्क भएर यो परिवर्तन गर्न खोजेको होइन र। आखिरी परिवर्तन पनि के चाहिँ परिवर्तन आयो त? परिवर्तन के चाहिँ आउला भन्ने आश गर्ने त? आखिरी त्यही जेठो छोरो, कान्छो छोरो, नाति पलाती आसे पासे ऊ नभइकन त मेरो घर चल्दैन भने जस्तो नि आखिरी त्यही त आयो नि। अब मन्त्रीहरू पनि अब कोही अमेरिकाबाट फर्केर आएका, कोही कता युरोपतिर बसेका, कोही कता पसेका होइन। स्वच्छ छविको नेपाली नागरिक, नेपाली युवा पढे लेखेकोले चाहिँ मन्त्रालयमा ठाउँ नै नपाउने हो। एउटा गरिब किसान मजदुरले चाहिँ त्यो ठाउँ नै नपाउने हो। पाउने भनेको चाहिँ त्यही युरोप अमेरिका कता कता बसेकाले मात्रै पाउने रहेछ त हाम्रो देशमा। पावर र पहुँच पैसा हुनेले मात्रै नै त देशको प्रतिनिधित्व राजनीति गर्न सक्ने रहेछ। यसो विचार गर्दै जाँदाखेरि, यसो विमर्श गर्दै जाँदाखेरि, सबैका बुद्धिमानहरूको विचार विमर्श सुन्दै जाँदाखेरि वास्तवमा हाम्रो देश नेपाल त एउटा राजनीति गर्यो भने सबैभन्दा ठुलो बिजनेस भनेकै राजनीतिमा रहेछ। जब राजनीति गर्ने मान्छे यदि छ, यदि त्यो मन्त्रालयसम्म यदि पुग्न सक्यो भने उसले 21 पुस्तासम्म उसका छोरा नाति पलाती खलातीलाई चाहिँ पावरको चाहिँ उसैले वरिपरि घेरेर बस्नुपर्ने ठाउँ पो रहेछ त। कत्रा कत्रा देशहरू विकास छन्। किन देश विकास छन् भनेपछि त्यहाँ नीति नियम सबैलाई एकै किसिमको छ। यहाँ त ठुला बडा पैसावाला राजनीतिका आडमा हिँड्ने पहुँचवालालाई त कुनै किसिमको कानुनै छैन। कानुन हुने भने समग्र रूपमा सबै गरिब धनी ठुला बडा सबैलाई एकै हुनुपर्ने होइन र। तर हाम्रो देशमा त छैन। जब नीति नियम नै परिवर्तन हुन सक्दैन, देश चाहिँ कसरी परिवर्तन हुन सक्छ? हामीसँग हाम्रा देशमा युवा नै छैन, युवा चाहिँ कसरी परिवर्तन हुन सक्छ त? जब युवाले चाहिँ 18 वर्ष पुगिसकेपछि पासपोर्ट हातमा राखिदिन्छ, 15,000 को पासपोर्ट हातमा राखेर 2-3 लाख रुपियाँको भिसा फ्री टिकट फ्री भिसा आउने पैसा पनि 2-3 लाख रुपियाँ त्यही पार्टीका झोलेहरूले खान्छन् र स्वाट्ट बेचिदिन्छन्। बिचरा महिला दिदीबहिनी यहाँ रोजगारी नपाएर दुबई कुवेत साउदी कहाँ गएर अर्काको घरमा भाँडा मोल्न बाध्य छ होइन। अनि देश चाहिँ विकास निकास चाहिँ के को लागि ल्याउन र? तिमीहरू त्यो राजनीति गर्ने झोले भरौटे मन्त्री बन्नेका लागि चाहिँ देश निकासलाई, तिमीहरू चाहिँ गरिब जनताका छोराछोरी चाहिँ वहाँ 60 डिग्री घाममा चाहिँ पसिना तप तप चाउने। अनि तिमीहरू चाहिँ यहाँ करोडौँको गाडीमा चढ्नलाई तिमीहरूका अघि पछि झोले झ्याम्टे वाह गर्नको लागि चाहिँ तिमीहरूले देश निकासमा ल्याउनु खोज्यो। गरिबका नाममा चाहिँ भाषण तिमीहरूले किन गर्छौ? नगर न, तिमीहरू आफै लड, आफै मर, आफै देश बना। हामी गरिबले चाहिँ भोट चाहिँ किन हाल्ने?
भोटसोट हाल्नु पर्दा आफू